अनि यसरी घुम्न जाने भनेपछि बिहानै भन्नु पर्दैन तपाईले मलाई फसाउनु भयो म अलि राम्रै हुन्थे मैले बनाएन के कस्तो के बनाएको यो के यो भिडियो हामी चाहिँ अचानक घुम्न जान लागेको होइन कहाँ जान लागेको भने अहिले नभनौँ भन्न मिल्दैन अहिले पछि हामी त्यही पुगेपछि देखाउँ ल अनि भिडियो त बनाउनु पर्यो घुम्न गएपछि अनि खै त मान्छेहरू हाम्रा कहाँ गए ल साथीहरू अब हामी घुम्न जाँदैछौँ कहाँ जान्छौँ थाहा छैन न फिल्म हेर्नु त नजाऊँ ल ठिक छ हतार भए पनि हिँड्यो होइन चैते दसैँको दिनमा के भन्न चाहन्छु ह्याप्पी चैते दसैँ सबैजनालाई होइन सजिलो हुँदो रहेछ हिँड्नलाई त्यही पनि कसको अर्काको अझै हो के तपाईँले साँच्चीकै तपाईँको छोरी जस्तै देखाएको छ क्या त्यो पछाडिबाट हेर्दा पुरा भर्खर कलेज जोइन गरेको केटी जस्तै देखाएको छ ल हेर्नु उहाँ एकदम दुईटा छोराछोरीको आमा भए पनि अहिले पनि 16 वर्षे जवानीकी हुनुहुन्छ तर त्यो जेन्ट्स जस्तै देखाएको छ लेडिज भए पनि तपाईँ त धेरै ब्युटिफुल हिरो नि आजको कसम यो रोड यस्तो राम्रो बनाएर कि म आएकै थिइनँ कि फर्स्ट टाइम है क्या रमाइलो रहेछ तपाईँले धन्यवाद मलाई थाहा थिएन म आज कस्तो मुड अफ भएर बसिरहेको कसैको याद आएर भन्नु न होइन मलाई अलि टेन्सन भइरहेको थियो क्या कसरी हिँड्नुपर्छ देखाउनु त तै पनि रमाइलो भयो ल अब हामी कहाँ गएको भनेर त करिब थाहा भयो होला ऊ त्यो गुम्बा देखेर त्यो चाहिँ गुम्बा फुलबारी गुम्बा ल बस्नु बुढाबुढी बस्नु न यता आउनु है उता स्कुटीले हाल्ला यत्रो भिडियो खिचाएको छु तपाईँलाई किन चाहियो फोटो तपाईँ युट्युबमा आउनुहुन्छ है भनिदिनु ल रुबी खतिवटा युट्युब च्यानल सब्सक्राइब गरिदिनु भन्नु कस्तो होला भन्नु न स्कुटी हाँकेर ल्याउनु अब मार्ने आज चाहिँ हामी कहाँको चैते दसैँ मानेर बोकाको मासु खाएर अनि कपन गुम्बा आएको गाइस च्वाचेको त म खाँदिनँ के भन्नु होइन च्वाचेको मासु छोडेर आउनुभयो त दिदीले उता बनाइरहनु भएको थियो घटाउनु आउनुभएको अघि खाएको ल ठिक छ सुधार भएको रहेछ क्या पहिलाभन्दा नि पहिला नै राम्रै थियो बाटो तर अहिले पनि खतरा भएको रहेछ गुम्बा हो यो कपन गुम्बा भनेको चाहिँ यही हो है हेर्नु साथीभाइहरू आज धन्न अलि खुलेछ नि नत्र मौसम कस्तो नराम्रो भइरहेको थियो है पुरा हुस्सु लागिरहेको थियो नि त आज हुस्सु सुस्सु सबै हटेछ बाइक पनि आइरहेछ एकदम बबाल बनायो भयो अलिकति कच्ची रोड अनि यहाँबाट त यहाँ त जान मिल्दैन होला यो आज खुलेको त जान मिल्दैन होला अनि कहाँ गयो त गीताहरू चाहिँ यो भित्र जाउँ त सोधौँ हजुर गर्नु यहाँ भित्र होला यो पनि गुम्बा नै होइन
अनि अब हामी यहाँबाट कता जाने त हामी बाटै बिर्स्यो यार कहाँबाट जाने कहाँबाट यस्तो छ बिस्तारो आउनु है लडिएला यो चाहिँ होस्टेल चाहिँ सिधै सब हामीलाई छोडेर गयो टोलीहरू हामी 4 जना मात्र छौँ कस्ता रहेछन् हामीलाई किन छोडेर गयो तिनीहरूले भाइ यिनीहरू त खराब रहेछन् तर हामी जान्छौँ हामी गएरै छोड्छौँ हामी जसरी भए पनि जान्छौँ हामी जाने भनेपछि जाने होइन त यतातिर धेरै परिवर्तन भएको रहेछ पहिला भन्दा ला अनि फेरि हामी जाने बाटो त तल्लो होला नि त होइन तल्लोबाट जाने हो अङ्कल उता यताबाट दिन्छ यो त यहाँभित्र वाउ कस्तो दामी खतरा रहेछ यो चाहिँ के हो यो ए वाउ यो चाहिँ भर्खर बनाएको होइन यो कस्तो खतरा रहेछ कि है यतैबाट जानु दिन्थ्यो पहिले त अनि यो चाहिँ के हो यो त्यो होला होस्टेल होला होस्टेल लामाहरू बस्ने होला ए वाउ रहेछ बाटो ए ल ल ल गो छिटछिट जाम ल अहिले हामी थकाइ नलागुन्जेल चाहिँ दौड्यौँ अनि जब थकाइ लाग्छ अनि चाहिँ बिस्तारै हिँडौँ ल हिँड्नु डार्लिङ के भन्नु त तपाईँ मेरो डार्लिङ होइन र होइन भाइ ल यहाँबाट चाहिँ हामी छिर्दै कहाँ अब ढोकाभित्र घरभित्र छिरिने हो कि कहाँ पुगिने चाहिँ थाहा छैन तर आज नसोचेको भयो होइन प्लान नगरी पनि कुनै कुराहरू हुन्छ अरे भन्छ नि त हो रहेछ गाइज अब हामी यहाँबाट छिरेर कहाँ जान्छौँ हेर्दै गर्नु होला भाइ होइन बहिनी भन्नु यो ठाउँलाई के भन्छ तपाईँहरूले भनिदिनु होला यसो हेर्दाखेरि त कपन जस्तो छ भन्नु होला फेरि अब अघि भनिसकेको छ यो ठाउँ पत्ता यही होला नयाँ चाहिँ नयाँ गुम्बा खोइ हो कि भनेको के हो मलाई थाहा छैन नै मलाई थाहा छैन तपाईँलाई रमाइलो भयो बिन्दास पाराले हिँड्दै हुनुहुन्छ त कम्मरमा हात लाएर हात समाएर कति लजाएको माइ गड म त सिङ्गल भएर नत्र कति हात समाएर हिँड्थेँ मेरो बुढा मजाक हल्का रमाइलो राम्रो चिज अप्ठ्यारो ठाउँमा पाउँछ अरे भनेको यही होला क्या हेर्नु कस्तो दामी के तपाईँ कति दौडेको बोकाको मासुले इनर्जी आयो कि के हो मिठो थियो है किन कसैले खाएनन् कोइराला हाम्रो गाउँतिर पनि हुन्छ यहाँ चाहिँ फुल नटिप्नु होला ओके छ कस्तो मजाले फलेको क्या है बाटो होइन त डार्लिङ कहाँ जाने यसो जङ्गलको बाटो आज कहाँ चाहिँ गएको होला यस्तो बाटो भन्दै हुनुहुन्छ होला होइन तर हामी देखाउँछौँ नाति बस्नु होला साथीहरू त्यहाँ पुगिरहन हाम्रो टोलीहरू आफ्नै पारामा के गर्दैछन् पत्ता लाउनु होला मार्ने भयो कुटेर आयो सल्लाह घारी हुँदै आजको शनिबार चाहिँ खत्रै हुने भयो हाम्रो होइन त के साह्रो सब लजाउँछन् किन हो चप्पलले गर्दा हो कि के हुँदैन कि कति राम्रो देखाएको छ चप्पल अहिले त जे लाए पनि फेसन हो यता हुँदैछ फोटो सेसन ओ माई गड हामीलाई छोडेर अनि यसरी आउने हो त ल हाई भनिदिनु
सबैजना खिच्दै दोकान एकचोटि हाई भन्नु हामी यति तड्पेका होइन खै हाई भने हाम्रो टोली भेट्यो गाइज मिलन अब हामी कता जाने अझै पनि हाम्रो टोली छुटे अझै एकजना हराइरहेछ ल न क्राम भइरहेछ उहाँ फोटो क्यामेराम्यान देखेन एउटा ल फोटो कस्तो दामी है ल हाम्रो पनि खिच्दिन है फोटो अब हुन्छ फोटो सेसन ओ माय गॉड बोकाको मासु खाएको ल फोटो खिच्नु भयो खिच्यो भिडियोमा गरेर वाउ हैन ल ठिक छ एकदम फोटो एकदम हाम्रो ग्याङ अझै एकजनाको भाइ छुटेछ ल हाई भन्थ्यौ कसलाई दिन लागेको त्यो फुल गर्लफ्रेन्डलाई हो ल गाइज हाम्रो टोली चाहिँ ल जम्बु टोली ल जाम ल अब जाम मेरो आयो दामी छ दामी छ दामी छ